हामी अब म चाहिँ एक्लै हो, कोही छैन, साथीभाइहरू एक्लै हो। म त एक्लै घुम्न निक्लिहाल्ने हो, फ्ल्याटफुट हिँडिहाल्ने हो। मलाई त्यस्तो मतलब आएन, साथी भयो जाने नजाने जहाँ घुम्ने हो, हेर्ने हो, यसरी भ्यू हेर्ने हो, नजारा हेर्ने हो, बस्ने हो, घुम्ने हो। यस्तो दामी यस्तो यस्तो ठाउँतिर राखे पो हामीलाई बस्नलाई यस्तो मजा आउँछ। यस्तो बिल्डिङतिर यसरी बस्न पाए पो हुनु। विदेशतिर चाहिँ फेरि यहाँ विदेशतिर त्यस्तो हुँदैन। जेब्रा क्रसिङमा उयो गएपछि के अरे बाटो छोड्नै पर्छ, नत्र के अरे उयो गरिहाल्छ, हानिहाल्छ, फेरि कुर्ने हो, बस्ने हो, यस्तो हुन्छ। बाटो जाने बाटो अनि छेक्न कसैले छेकोस् न। जेब्रा क्रसिङमा के अरे छेकेर हिँड्यो भने त्यो उयो हुन्छ सबै। मल अभिनेर पछाडि हो यो हाम्रो यो पार्किङ एरिया, यो के अरे मल अभिनेर साइड यो पछाडि दामी हेर्न मजा आउँछ। दिनभन्दा मल अभिनेरको पछाडि यस्तो दामी भ्यू हुन्छ। त्यहाँ बस्ने यस्तो पार्कहरू छ, अनि त्यहाँ सबै उयो छ क्या। तर के गर्नु, हामीहरू बस्न सकिँदैन, अलि एक्सपेन्सिभ छ। यसरी बस्नेहरू ठाउँ छ, यस्तो मजाको ठाउँ छ यसरी बस्नलाई, के गर्नु। हामी अब कहिले कहिले यस्तो ठाउँतिर अब बस्ने टक्क लाएर। यो बस स्टेसन छ, यहाँ चाहिँ बस स्टेसन, त्यहाँ अलिक केटी भएर भिडियो गर्न नमिल्यो। यहाँ यस्तो दामी ठाउँ छ, यस्तो मजाले हिँड्न। यस्तो ठाउँतिर ल बसौँ भने त राखिदियो भने त धर्मै हुन्छ। यो माटोनीहरूलाई सिरिसिक्यो, यस्तो दामी छ, क्लियर यस्तो भ्यूहरू यस्तो दामी हेर्नु पाउँदाखेरि कति मजा लाग्छ है। यसरी पो हो त, चारैतिर लिप्टै छ। अब भएन काम भन्नु पनि बनेन, नभने पैसा रुमतिर जानु पऱ्यो। यो चाहिँ मल अभिनेर, यहाँ दामी छ मल अभिनेर, यो मल अभिनेर दामी छ। यस्तो मल अभिनेर। अब चाहिँ मेट्रोतिर आएँ। मेट्रो यहाँ कति सफा छ हेर्नु नि, मेट्रो स्टेसन। आमामा यस्तो सफा कहाँ हुन्छ मेट्रो स्टेसन, हेर्नु यस्तो क्लिन, यस्तो उयो अच्छा सफा हेर्नु। उता पल्लोपट्टि यस्तो दामी छ। यस्तो पो हुनुपर्छ त मेट्रो स्टेसन भने, सफा सुग्घर बस्नलाई आनन्द है। यस्तो भए पो अनि मजा आउँछ बस्नलाई। अब मेट्रो नै छुट्टिहाल्यो, अब अर्को मेट्रो स्टेसन मेट्रो आउनुपर्छ अब।